प्रभु नगर्न भन्छु झन् नगर्न भाइ ट्र्याक्टर हुँदैन जस्तो होइन लन मात्रै नभन्छु झन् जा तँलाई गाउँको भएर चान्स दिएको है तँलाई राम्रो गर्न भनेर कस्तो अपर्च्युनिटी दिएको मैले होइन जा अब त जा राम्रो गरिराख्छु होइन म शाहरुख खान बोलाउँछु म होइन जा मैले हिरो स्टाइलमा यस्तो गर्दा कस्तो दामी देखिरहेको छ अनि तर बाउले चाहिँ कसले टेराङ गर्न लाग्यो त अन्त नगर्न भाइ टेराङ नगर्न म शाहरुख खान बोलाउँछु होइन म जान्छु ए होइन लुरी होइन म जान्छु रोक्दैनस् है त्यत्रो अपर्च्युनिटी भयो त रोक्दैनस् है म गएको शाहरुख खान ल्याएको नाचा रुरी गरौँ न गुड लर मात्रै फेरि पनि टेराङ गरिस् तँलाई टेराङ गर्छु नि फेरि रोल क्यामेरा एक्सन स्लोमा छ नलर लु सम्झी सलमान खान ब्याक ओन्ली स्लिप माइ नेम इज स्लिप भन्दैन एकपल्ट My name is Lee. वाउ नाइस टु मिट यु पक दामी छ है अब नेक्स्ट एपिसोड पार्टी लागौँ अब हामी होइन तेरो बाउको एपिसोड नेक्स्ट पार्ट तेरो बाउको पार्ट नेक्स्ट रोलपट्टि जाउँ दामी है अब हाम्रो पिक्चर त पुष्पालाई पनि जिताइदिन्छ होला है पुष्पा ब्याक स्लिप ओन्ली स्लिप माइ नेम इज स्लिप भन्दैन नि त My name is Lee. तँलाई नम्बर 1 हिरो बनाइन भने मेरो नाम पनि भक्ति होइन यसो गर त्यो डाँडामा गएर यसो गर माइ नेम इज स्लिप फुलमायाको मायामा भयो म डिप भन्नु ल त्यस्तो भन् ल यसै रोल क्यामेरा एक्सन My name is Lee. फुलमायाको मायामा भए म डिप रु फुलमायाको मायामा यस्तो भएर म भए हिकी कस्तो छ दामी छ मन नदुख कि है अलिकति तिमीले मिलेन हौ मैले कस्तो गरेँ मैले फिल हुन्छ नि एउटा फिल भित्रबाट होइन हौ बाहिरबाट भए पनि ठिक न त जताबाट भए पनि तेस्रोबाट भए लु रोल क्यामेरा एक्सन My name is Lee. फुलमायाको मायामा भए म डिप फुलमायाको मायामा डुबेर भए म रुँदै हिचकिक कस्तो छ दामी छ सुपर दामी है 17 दामी नि हो शाहरुख खानलाई नबोलाएको ठिकै भएको थिएछ हेर मेरो छ नि अन्य स्लिप खान अन्त माइ नेम इज स्लिप भन्दैन अन्त एकपल्ट My name is Lee. वाउ अन्त के अब कहाँ कतापट्टि गर्नु हिँड त तल अब स्लिप अब चिप्ले फिल्म तर यो फिल्म चाहिँ कहिले रिलिज हुन्छ अनि आइतबार आइतबार त सबै उयो हुन्छ होला फ्री अब सबैको कामहरू छुट्टी हुन्छ नि आइतबार छोड्ने होला है ओइ यहाँ बस्तो एक्टर त भन्छस् त हौ तँलाई आफूले है हो नि हो है हो ब्रस चाहिँ गर्ने गर ल किन हौ सास त के हो न अब ढब्बा छ त अन्त तँलाई पहिला यो सास बिना त निन्द्रा आउँथेन त नि
यहाँ सुन न भाइ के तेरो एक्टिङ चाहिँ मलाई लाइफभरिमा तेरो एक्टिङ जतिको चाहिँ कसकै मन परेन हौ थ्याङ्क यू सो मच अन्त नि भविष्यमा ठुलो काम गर्छस् तैँले एक्टिङबाट कि गर्छु है गर्छस् खुसी लाग्छ मलाई पनि यस्तो भनिदिँदा चाहिँ अब तर के तर चाहिँ तर यो क्यामेरा चाहिँ नि अँ अब त्यत्र सुट गर्ने हामीले होइन अँ भिडियो हेर्नु मन लागिरहेको होला हेर्नु मन लाग्छ हेरौँ न साँच्ची कतिको मन लागेको छ हेर्नु आम्मा कस्तो चाहिँ गर्दैछु भने मलाई स्लोमा त्यसलाई चाहिँ उयो गरेर रिपिट गरी चाहिँ हेर्नु मन लाग्छ आमा मुख यता नगरेको सास गर्नु रहेछ हेर्ने हेरौँ न तर के तर हौ तर यो क्यामेरा चाहिँ मैले नालीमा भेटाएको कि बिर्सेको पो रहेछ म त त्यसलाई भन्नै बिर्सेँ त भविष्यमा चाहिँ तर भनिदिन्छस् तर प्रिपरेसन हो ट्रेनिङ लिएको मात्रै यो त नालीमा भेटेको कि बिग्रेको पो रहेछ सेल्फी खिच्छु नै हुँदैन हो नालीमा भेटाएकोले पनि कहिले मुभी बनिदिन्छ है तर एक्टिङ चाहिँ तर घाँस वर्ल्डको नम्बर 1 एक्टर बनियो जस्तो त आम्मा ठुट ल म त लागि हो जनता रे तँ एक्टर हुन्छ सलमान खान शाहरुख खान उदित नारायण भन्दा पनि डरलाग्दो हुन्छस् तँ एक्टर चाहिँ हो ल क्यामेरा राख्दै ग बना फेरि तँ आफूले सुट गर कि भविष्यमा एक्टर बनिन्छ एक्टरको काम चाहिँ जारी राख्नु ल खै एकछिन खै चल्दा रहेछ ल चल्छ जा त्यसो भए जा बित्थामै टाइम वेस्ट गरिस् जा गर अहिले एक्टिङ गर्नु सिकाउँदैछ लात्ता झारिदिन्छु म साला बित्थामै टाइम वेस्ट गरिस् साला मलाई एक्टर बनाउँछु मलाई हिरो बनाउँछु भने चिप लगाइस् लडाइस् किसिम गराइस् रुवायो नि त रुवाइस् तँ नहाँसी मलाई रुवाएर नास साला लास्टमा चाहिँ बिग्रेको क्यामेरा भन्छस् बिग्रेको क्यामेरा भनिस् होइन पहिला भनौँ भनेदेखि त पुरा अतालिस मिसली भनी बसेछ मेरो नाम पनि स्लिप अरे तेरो साला जा तँ जनताले एकपल्ट त्यो एक्सन गर्दैन तेरो त्यो एक्सनमा चाहिँ एक्सन ला जाए त यहाँबाट चाहिँ अब त्यो अनुहार नदेखा नि मेरो सामु तँलाई हिरोमा के अरे भविष्यमा भरे अब बिग्रेको क्यामेरा बोकेर जा स्लिप ला जा कस्तो खाले मान्छे हो यो त टाइम वेस्ट भयो हो दिनभरिमा काम गरेको भए पनि हुन्थ्यो हिरो बनाउँछ नि मैले त कत्रो सपना देखेको कत्रो अनि त्यो भएर सिरानी लगाएर फेरि सुत्दा त्यस्तो सपना देख्छ